हेलो साथीहरू, ल आयो है नयाँ डिमान्ड आयो। ल 97 जनाको लागि फाइनल अन्तर्वार्ता भन्नुपर्दाखेरि यही माघ 21 र 22 गते रहेछ। कम्पनीको नाम पेनाङमा छ यो कम्पनी। सो एल्ना पिसिबी एक्सिडियन कम्पनी, यस्तै छ नाम। कम्पनीको नाम म यहाँ राखिदिन्छु साथीहरू। मजाले सुरुदेखि अन्तिमसम्म भिडियो हेर्नुहोस्, बुझ्नुहोस्, क्लियर हुनुहोस्। अनि बुझ्न भएन भने त मेसेज गर्नुहोस्। तपाईँहरूको मेसेज एकदम धेरै आएको छ। सो सबैको रिप्लाई त मैले गर्न सक्दिनँ नि त। त्यसैले मेन पावरको नाम चाहिँ तपाईँको हामी आफै आएको मेन पावर, ट्रेनवे मेन पावर। यो मेन पावर चाहिँ तपाईँको बानेश्वरको संसद भवनको पछाडिपट्टि छ साथीहरू है। सो कुरा बुझ्नुभयो भएन। 97 जनाको लागि कम्पनी पेनाङमा रहेको एल्ना पिसिबी एक्सिडियन कम्पनी र मेन पावरको नाम ट्रेनवे मेन पावर। कन्ट्याक्ट नम्बरहरू म यहाँ राखिदिन्छु। सो तपाईँहरू कन्ट्याक्ट गरेर जति सक्दो चाँडो जानुहोस् र फर्म भर्नुहोस् अनि अन्तर्वार्ता गर्नुहोस्। फाइनल अन्तर्वार्ता पनि कटाउनुहोस् र सफल भएर मलेसिया आएपछि, सो मलेसिया आउनुभन्दा अगाडि म सेलेक्ट भएँ भनेर मेसेज गर्नुभयो भने ओहो मैले इन्फर्म गरेपछि धेरैजना सेलेक्ट हुनुभएछ भन्ने नि हुन्छ। अगाडिको डिमान्डबाट पनि 2-3 जनाले मात्र भन्नुभयो म सेलेक्ट भएँ, म चाहिँ गएको थिएँ भनेर। सो तपाईँहरू इन्फर्मेसन पाएपछि एकचोटि फेरि जोडिनु होला है त। ल सेवा के। सो मैले चाहिँ तपाईँलाई निस्वार्थ हेल्प गरेको है, इन्फर्मेसन दिएको हो। म चाहिँ एउटा कन्टेन्ट क्रिएटर हो, म एजेन्ट होइन है साथीहरू। र फ्री भिसामा पैसा तिर्ने काम चाहिँ बन्दै नगर्नुहोस् है साथीहरू। नबुझेको कुरा चाहिँ यो यस्तो कुराको बारेमा चाहिँ इन्टरभ्यूको बारेमा केही छ भने चाहिँ सो पर्सनली मलाई मेसेज गर्न सक्नुहुन्छ है त।